मासु 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 खाइदिन अब है हो नि When the sun goes down and the moon comes up. हेलो गुड इभिनिङ अब हामी चाहिँ पोखरा टुर जानु लाग्यो पोखराबाट मुक्तिनाथ अनि मुक्तिनाथबाट अब हेरौँ कता कता हुन्छ प्याकिङ सबै सामान मेबी 1 हप्ताको लागि प्याकिङ सुरु भइरहेछ ओके सबजना रेडी हुँदा हुँदा बल्ल 1:30 बजे हामी ठ्याक्क निस्क्यो भाइले भोक लागेर मोमो खाँदैछ यहाँ अंगुर बोकेको छ बाटोमा खाना गाडी कुदाउने जस्तरी यताउति वरपर नदेख्ने अहिले त कस्तो राम्रो भइसक्यो बाटो 2 लाइनको क्या यति भने चाहिँ प्रगति गरेछ है नेपालमा होइन त भाइ नै निधारे ल खसी नखाने के म ए हाले भाइले खान्छन् त्यसले खानु अरे के खसी
ल गयो बाबा ए खान्छु म अब अहिले मलाई मासु 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 खाइदिनु अब हो नि मकै रोपेको गर्छ दिदीले गर्छ बोरामा मकै प्याज लसुन फुलहरू कहाँ छ है मान्छे अघि जस्तो भन्नु त गुड नाइट सी यु टुमरो भन्नु न गुड नाइट बाई मेरो चप्पल यहाँ छ मेरो खोल त समीर ए सुति छ के हो यो ओके हामी फुपूको घर आइसक्यो पोखरामा अब सुत्ने बिहानै उठेर जानु छ या मुक्तिनाथ अनि भोलि बिहानै उठेर 5 बजे अरे ल 5 बजे उठेर जाने अब चाहिँ सुत्ने बाहिर म यहाँ सुत्छु यहाँ फुपू सुत्नुहुन्छ म र मेरो भाइ सुत्न लाग्यो अब कस्तो लाग्यो आज अब आज सुत्ने भोलि बिहानै 5 बजे उठ्ने मेबी अर्कै गाडी रिजर्भ गरेर जान्छौँ हामी आई डोन्ट नो कुन गाडी हुन्छ स्कर्पियो ओके अनि एकदम जाडो छ अरे त्यो ठाउँमा अब चिसो छ अरे लुगा पनि टिकटिकै लिएर आएको छु मैले हेरौँ के हुन्छ हामी धेरैजना जानेवाला छौँ ओके 11 जना मेबी बढी नै हुन्छ होला अझै फिक्स छैन ओके बाई सी यु इन नेक्स्ट डे When the sun goes down and the moon comes up